टर्निङमा मैले यहाँबाट मोडेँ भने के हुन्छ, स्पिडमा छ भने त्यसरी बाइक नै आउँछ, यस्तो हुन्छ। यो टर्निङको बिचमा गियर चेन्ज गर्ने घुमिरहेछ बाइक, सिधै गएर उतातिर ठोक्किन्छ होइन। भयो रन्काएर कुदाउनु चाहिँ ठुलो कुरो हुँदै होइन, स्मुथली यसरी वहाँ गरिदिने होइन, यसरी भत्त छोडिदिने होइन है त। नमस्ते साथीहरू, तपाईँहरूलाई मेरो यो नयाँ भिडियोमा स्वागत छ। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई कर्नरिङ सही तरिकाले कसरी गर्ने, यानि कि घुम्तीको बाटो चाहिँ कसरी कुदाउने भनेर भन्न गइरहेको छु होइन। यो चाहिँ हामी चाहिँ अहिले यो जसिन पौवादेखि भोटे चौरसम्म जाँदैछौँ होइन। यो बाटो चाहिँ टेक्निकल छ, सुन्दर पनि छ, स्वच्छ हावा आउँछ, अनि यस टर्निङ छ के, यस पाराको टर्निङ छ। यो चाहिँ अहिले टेक्निकल टर्निङ हो। अनि यो बाटोमा कसरी कुदाउने, के गर्ने, कति गियरमा हुनुपर्छ, हाम्रो आँखा कता हुनुपर्छ भनेर म भन्न गइरहेको छु है त। सुरुमा कुरा गरौँ बडी पोजिसनको कुरा गरौँ होइन। बडी पोजिसन चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि, बाइक यो ज्यान चाहिँ यसरी ढल्काउने होइन कि, बाइकलाई चाहिँ अलिकति यसरी ढल्काउनु पऱ्यो। अनि यो हाम्रो हात चाहिँ हुन्छ नि, धेरै साह्रो पारेर काक्राक कुक्रिक पार्ने होइन कि, नरम हुनु पऱ्यो क्या, हात चाहिँ नरम हुनु पऱ्यो। अनि अगाडि सधैँ हामीले कता हेर्नु पऱ्यो भन्दाखेरि, अगाडि बाटोमा हेर्नु पऱ्यो है, कताबाट निस्किन सकिन्छ त्यहाँबाट हेर्ने हो। हाम्रो आँखाले जता गयो बाइक पनि त्यतै जान्छ क्या साथीहरू। त्यही भएर हामीले चाहिँ सधैँ राम्ररी बाटो चाहिँ अगाडि हेर्नुपर्छ, कहाँबाट मोड्ने, कहाँबाट निस्किने भनेर चाहिँ हेर्नुपर्छ है त। अनि अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ हामीले यो थ्रोटल हो है। हामीले यो थ्रोटल एक्कासी वात्त गर्ने नि होइन, यसरी हानिरहेछ भने यसरी वात्त छोड्ने पनि होइन है त। हाम्रो यो थ्रोटल चाहिँ स्मुथ भइरहनु पर्छ। हामीले एक्कासी अब यो टर्निङतिर वात्त छोड्यो भने चाहिँ के हुन्छ भन्दाखेरि, हाम्रो यो बाइकको लोड, हाम्रो मान्छेको लोड चाहिँ अगाडि आउँछ क्या, अगाडिको टायरमा आउँछ। अनि त्यसको कारणले गर्दाखेरि चाहिँ अगाडिको टायर चिप्लिन्छ है त, अनि दुर्घटना हुनसक्छ। त्यही भएर हामीले चाहिँ थ्रोटल सधैँ स्मुथ दिनुपर्छ है, बिस्तारै सुर ठिक्क मिलाएर दिने, यसरी वहाँ गरिदिने होइन, यसरी भत्त छोडिदिने होइन है त। अनि अर्को कुरा रहेको छ हामीले यो ब्रेकिङ है त। यो ब्रेक पनि धेरै हान्दिने होइन, धेरै कम हान्दिने होइन, मिलाएर हान्नुपर्छ है त। ब्रेक पनि ठिक्क, धेरै ब्रेक पनि छुनुपर्ने आवश्यकता जरुरी हुँदैन है त। होइन नि मैले भन्छ कि हामीले चाहिँ हाम्रो आँखा जता गयो होइन, बाइकको ह्यान्डल पनि त्यतै जान्छ। त्यही भएर हामीले पहिल्यै टार्गेट फिक्सेसन चाहिँ गर्नुपर्छ है। पहिल्यै कहाँबाट निस्किने, कता जाने भनेर चाहिँ पहिल्यै डिसाइड गरेर जानुपर्छ। अनि गियरको कुरा रहेको छ, दुई तिन खेलाउँदै जानुपर्छ है त सुरुमा। ल अब सुरु गरौँ। अहिले हामी यहाँ जसिन पौवाबाट भोटे चौरको बाटोमा छ। अब ढिला नगरी भिडियो सुरु भइसकेको छ। मैले के भनिरहेको छु भन्दाखेरि, अब यसरी गयो होइन, आउटसाइड गयो, फेरि यहाँबाट नि आउटसाइड गयो, फेरि यहाँबाट नि आउटसाइड गयो, आउटसाइड इनसाइड आउटसाइड हुन्छ क्या। अनि हल्का ओह्रालो पनि छ होइन। अनि यस्तोमा चाहिँ हामीले इन्जिन ब्रेकको मैले ब्रेकसम्म क्लचसम्म दिएको छु, यसरी स्मुथमा क्या। यो गयो आउटसाइड, अनि यसरी इनसाइड गएपछि ठ्याक्क टर्निङ पनि पुग्छु क्या। अब यो टर्निङ छ, म यहाँबाट मैले मोड्न खोजेँ भने मोड्नै पुग्दैन क्या, अनि गएर उता जोत्तिने त्यस्तो हुन्छ। त्यही भएर टर्निङ मोड्दा चाहिँ अब यहाँ गएँ म, यहाँ गएँ, अनि यसरी मोड्दा त देखियो नि त एङ्गल अगाडि सर। फेरि हर्न मारेँ, यहाँ गएँ, अनि फेरि यसरी हेर्दाखेरि देखियो नि त परसम्म। अनि म कता जाने मैले त्यतै हेरिरहेको छु क्या, त्यो बसको पुच्छरमा हेरिरहेको थिएँ क्या मैले, कता जाने। अब यो हो, अब मैले यहाँबाट त्यहाँ हेरेँ भने त्यतै जान्छ, यहाँबाट त्यहाँ हेरेँ भने त्यतै जान्छ रन्केर। त्यही भएर हेर्नु भएन, अब हेर्दै जानु त यो राइड के कस्तो हुन्छ, कसरी गइरहेछ हेर्नु त। अब यो गएँ म होइन, यहाँबाट आउटसाइड भयो, इनसाइड गयो, यताबाट गयो,
अनि फेरि यताबाट गयो होइन, आउट भयो 3। त्यसरी मेरो थ्रोटल हेर्नुहोस् एकै नासको छ होइन। मैले थ्रोटल कम पनि गरेको छैन, बढी नि गरेको छैन, तानेन, गियर डाउन गरेँ। थ्रोटल हो क्या मेन गेम चाहिँ, बढी पटार्ने नि होइन, कम पनि होइन क्या। यसरी सरल र थ्रोटल लिँदै यो तरिकामा जानु पऱ्यो क्या तपाईँहरू। अब यहाँ टर्निङ आयो, गियर डाउन, यसो भयो, यसो भयो। यो टर्निङमा मैले यहाँबाट मोडेँ भने के हुन्छ, स्पिडमा छ भने त्यसरी बाइक नै आउँछ, यस्तो हुन्छ। मैले यही ठाउँमा यहाँबाट मोड्न खोजेँ भने के हुन्छ, यसरी बाइक नै आउँछ, यस्तो हुन्छ क्या, बुझ्नुभयो। त्यही भएर सधैँ टर्निङको पछाडि बाहिरबाट हान्नुपर्छ है त। त्यही भएर म सकेसम्म म भन्दा नि कोही पनि जानु भएन क्या त्यहाँ। 2 चोटि मैले भित्र गएको थिएँ, 2 चोटि नै झन्नै जुदाएको थियो नि त बाइक। त्यही भएर यता बाहिरबाट जानुपर्छ है त। 3 गियरमा छ होइन। यसरी कुकुरहरू नै आइदिन्छ, त्यही भएर ध्यान चाहिँ दिनुपर्छ। यो चाहिँ धेरै घुम्ती बाटो भएको कारणले कुकुरहरू टर्निङ आयो भने अलिकति बाहिर निस्किने। अब यो टर्निङ छ नि, मैले अब यहाँबाट गएर मोडेँ भने भ्याउँदिनँ क्या, मोड्नलाई सिधै गएर उतातिर ठोक्किन्छ होइन। त्यही भएर बाहिरबाट निस्केको कारण चाहिँ त्यो हो। अनि तपाईँको आँखा नजर जता भयो त्यतै क्या। अब मैले देखाउँछु टार्गेट फिक्सेसन, यानि कि आँखा जता हेऱ्यो बाइक त्यतै जान्छ भन्ने चाहिँ। त्यही भएर बाइक कुदाउँदा कता हेर्नु पऱ्यो त। अब म यहाँ छु, अब मैले यसरी हेर्दै गयो भने बाँस झ्याङलाई बढी हेऱ्यो भने त्यता जान्छ। त्यही भएर उता बाहिर हेर्ने क्या, उता हेऱ्यो यसरी यताबाट निस्किन्छ। तपाईँहरूको अब आँखा जता भयो त्यतै हो। अब मैले यसो हेर्दै गरेर यहाँ झाडीमा हेऱ्यो भने बाइक पनि यसो गरेर यो झाडीतिरै तिरै जानुपर्छ नि, मैले मोड्न सक्दिनँ क्या, त्यो चाहिँ गाह्रो हुन्छ। त्यही भएर यसरी जता जाने हो त्यतै सरल हेर्दै आफ्नै गतिमा चालमा सुइँ जानुपर्छ। टर्निङमा गर्न नहुने मिस्टेक चाहिँ कस्तो हो भन्दाखेरि यो टर्निङको बिचमा गियर चेन्ज गर्ने, घुमिरहेछ बाइक घुमिरहेछ, गियर चेन्ज गर्ने होइन। अनि यो बडी बटार्ने, अनि कि बटार्दा हप्ता छोडिदिने, यस्तो चाहिँ गर्नु हुँदैन है थ्रोटल। अघि मैले भनिसकेँ होइन, कताबाट जाने के जाने। हाम्रो यो पाहाडको बाटोमा चाहिँ स्मुथमा जानुपर्छ क्या, एग्रेसिभ त होइन, रिल्याक्स छ। यहाँ चाहिँ सकेसम्म 3 गियरमा हाल्यो भने चाहिँ सरल बग्छ क्या। 2 गियरमा भयो भने बढी खाल्टाङ खुल्टिङको अनुभव हुन्छ होइन। सकेसम्म 2 गियरमा छ भने सरल बगेर जान्छ क्या बाइक। 3 गियरमा छ भने चाहिँ तान्ने छ भने अब तानेन भने त गियर डाउन गर्नु परिहाल्यो। यस्तो मा चाहिँ पछाडिको ब्रेक हान्यो भने चिप्लिन्छ है। यस्तो धुलो माटोमा चाहिँ रन गर्नु ढिलो कुदाउनु होइन क्या साथीहरू। पटक त्यही भन्छु, रन गरेर कुदाउनु चाहिँ ठुलो कुरो हुँदै होइन, स्मुथली सेफसित। तपाईँको नि घरमा कतिजनाले कुदेर बसेका छन्, तपाईँको नि अब म भरे आउँछु, बेलुका आउँछु, 5 मिनटपछि आउँछु भनेर आउँदा सडक दुर्घटनामा परेर कति नफर्केको कहानीहरू पनि छन् साथीहरू। त्यही भएर मेन ध्यान दिनुपर्ने चाहिँ यस्तो टर्निङमा हो होइन। कसरी कुदाउने यो ढल्काउने भन्दैमा यसो गर्नु नि परेन क्या तपाईँले, बुझ्नुभयो नि। ढल्काउँछु भन्दैमा यसो गर्नु नि परेन, यसो गर्नु परेन। बाइक जस्तो ढल्किन्छ, हात नरम राख्ने, ज्यान पनि नरम हल्का राख्ने, अनि मोड्ने। यसरी जाने, बाहिरबाट भित्र जाने, फेरि बाहिरबाट भित्र जाने, त्यति मात्रै हो क्या कुदाउने भनेको चाहिँ। धेरै गर्नै पर्दैन, भित्र बाहिर सधैँ आउटसाइड इनसाइड आउटसाइड। अनि गियर भन्दाखेरि 2-3 खेलाउँदाखेरि अब सुरुमा हुनुहुन्छ भने त यसरी नै कुदाउने हो, बिस्तारी नै होइन। अनि यो टर्निङमा चाहिँ तपाईँको
एक्सिलेटर छ नि आनन्दले चुक्क मात्रै बिस्तारै सरर एकै नासमा सैया दिनु पऱ्यो क्या। यसरी उहाँ दिने अनि यसरी दिने मिलेन क्या। त्यसरी कुदाउनु नै होइन, एकै नासमा सरर जाने हो। अनि यसरी बाइक पनि आफ्नै पेसमा यसरी धर्काउने हो क्या, बिस्तारै स्मुथमा। सुताउने भन्नेमा धेरै सुताउने बढी गर्नै परेन। अनि बेला बेलामा लुकिङ ग्लास नै हेरिराख्नु पऱ्यो। पछाडिबाट अहिले मेरो बाइक आइरहेछ, फेरि म यहाँ बाहिर निस्केँ, बाहिर निस्केर भित्र गएँ, फेरि अर्को यस्ता टर्निङ आयो, बाहिर निस्केँ, भित्र गएँ। अब चाहिँ ओह्रालो आयो। यस्तै यस्तै थप भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि हजुरहरू के सम्बन्धी भिडियो हेर्ने हो मलाई यहाँ तल कमेन्ट गऱ्यो भने चाहिँ म अब आउने दिनहरूमा नेक्स्ट भिडियोमा त्यही भिडियो लिएर आउँछु है त। त्यति जेलको लागि सेफ कुदाइदिनु होला, राम्ररी बस्नु होला। हस्त, धन्यवाद।